अब मलाई के थाहा त हो अन्त तिमी अहिले बिमार हुन्छौ भनेर पहिला उफ्रिने बेलामा त कतिखेर उफ्रिनुपर्छ के गर्नुपर्छ यहाँ सबै याद थियो होला त मलाई मात्रै दोष नदेऊ न म जोसिँदाखेरि मलाई एक थप्पड हिकाएर मलाई कन्ट्रोल गरेको भए पनि त हुन्थ्यो मैले के जबरजस्ती बाँधेर गरे हो र लु अब बिस्तारै 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 चिप्लिन्छ आइपुगिहाल्यो अब आइपुगिहाल्यो उही हो तेरा बाजेको ठाडो आइपुग्यो तेरिका हो फाटो रोड उही हो अब आइपुगिहाल्यो भनेको हल्ला नगरी हिँड यस्तो मान्छेहरू बोटेलो पर्छ नि सुत्केरी पुरीलाई यस्तो अप्ठ्यारो बाटोमा हिँडेको छ अब मलाई के थाहा त हो अन्त तिमी अहिले बिमार हुन्छौ भनेर पहिला उफ्रिने बेलामा त कतिखेर उफ्रिनुपर्छ के गर्नुपर्छ यहाँ सबै याद थियो होला त हे भगवान् अहिले मान्छे गाउँले सुन्दा के भन्छ हौ यहाँ बस एकछिन सुनिरहोस् यत्रो देखिरहेको छ ल ल एकछिन बस न हाई प्रेसर हुन्छ रिस नगर न तेरिका एकछिन बस त म यहाँ फोन गर्छु हल्ला नगर तेरिका हो खै म फोन गर्दैछु एकैछिन तेरिका हो अरे फोन पनि उठ न हौ छिट्टो हेलो झिल्के कहाँ छस् लु भाइ यहाँनिर आइज न हौ तेरो भाउजू साह्रो भयो अहिले यहाँ बाटोमै निस्किजान्छ तेरो पिकअप लिएर आइज त उमाथि कच्ची बाटोसम्म के पङ्चर भइरहेछ अब फाल्दा बेच्दै त्यो कबाडामा त्यस्तो गाडी पिकअप खै हेलो कुबिन्दे कहाँ छस् लु भाइ तेरो गाडी लिएर माथि कच्ची बाटोसम्म आइज न हौ यहाँ तेरो भाउजू बाटोमै निक्लिनु आँटिसक्यो लु छिटो त ल ल ल ल लु 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 उठ न बिस्तारी अरे आयो मैले बोलाएको छु क्या गाडी अब उही हो आयो अब छिटो तेरिका लु बिस्तारी बिस्तारी अब आइपुगिहाल्यो बिस्तारी हिँड न बिस्तारी आइपुगिहाल्यो लु साह्रो पऱ्यो भने एकछिन बस न त एकछिन बस साला तोय बोका जोसेर आज यस्तो दुःख भोग्नु परिरहेछ हे भगवान् अब मलाई मात्रै दोष नदेऊ न म जोसिँदाखेरि मलाई एक थप्पड हिकाएर मलाई कन्ट्रोल गरेको भए पनि त हुन्थ्यो मैले के जबरजस्ती बाँधेर गरे हो र अझै ठुलो यस्तो जिउमा त्यस्तो हातहरू नचलाउ न यतिका रिस नगर प्रेसर हाई हुन्छ के बढ्छ के त्यो फेरि नर्मल हुने उयोमा पनि सिजर हुने चान्सेस हुन्छ के तेरो टाउको भन्न तेरिका हो तेरिका हो तिमी त दुईटा नानी राम्रोसँग भएको छैन मलाई त काटुङ र मारुङ र गर्छौ त अरूको दर्जन बनाउँदा त बुढालाई कस्तो माया गर्छ मेहनत गर्ने त्यस्तै बुढी बेलुकादेखि बिहानसम्म टाँसी बस्ने तेरिका हो लु अब भयो रिस नगर कि अब यो चाहिँ लास्ट त्यहाँदेखि चाहिँ यो कुरामा चाहिँ म चाहिँ एकदम सन्यासै लिन्छु अब बेला फेरि तिमीलाई यसो अब इच्छा मन लाग्यो भने त त्यसमा म बुझिदिन्छु कि तर अब माथि गाडी आइपुगिसक्यो लु जाउँ हिँड त लु बिस्तारै उठ लु जाउँ हेट फेरिका हो कति साह्रो रिस गरेको भगवान् पछि नानीहरू पनि कस्तो रिसाहरू निस्किन्छ होला हौ फेरिका आमापट्टि रिस चाहिँ नजाओस् है भगवान् हल्ला नगरी हिँड है लु जाउँ